आज चाहिँ माथि बहिनीको घरमा असार 15 को दिनमा अब तिनदिनमा लास्ट खेत रोप्ने थियो नि। अन्त त्यहाँ सामानहरू पुऱ्याउँदै बिचरा त्यहाँ खाना बनाउने छैन कि। अन्त खाना बनाउनु बस्दै भनेर खाना बनाउनु बसेको, मासु काट्दै फिनिसिङ राम्रो भयो आज माथि बहिनीको घरमा। असार 15 पनि राम्रै गयो हाम्रो। खाना सब्जी बनाउने छैन भनेर बस्दिनु न, खाना सब्जी बनाउनु बसेको एक्लै मासु काट्दै किचनमा। अरू सबै बारीमा गइसकेको थियो नि। तर कम्ती उयो भएन, बिजोग गरम त्यस्तै हो।